मानिस घाँस जस्तै छ। अनि बाइबलले भन्छ 6वटा ठाउँमा बाइबलमा लेखिएको छ मान्छे एक मुठी सास मात्रै हो। भजन सङ्ग्रह 39:5, भजन सङ्ग्रह 39:11, भजन सङ्ग्रह 144:4, अयुब 7:7, अयुब 7:16, भजन सङ्ग्रह 94:11। 6 पल्ट बाइबलले भनेको छ मान्छे चाहिँ एक मुठी सास मात्रै। अनि आज हामी यहाँ तपाईँहरूको अगाडि उभिएका छौँ, हामी कोही पनि होइन, हामी एक मुठी सासहरू हौँ। तर यो एक मुठी सास चाहिँ हामी अनन्तको फलहरू फलाउन खर्च गर्नलाई बोलाइएका छौँ है। धेरैले भन्छ जिन्दगी छोटो छ यसैले रमाइलो गर, तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने अनन्त त लामो छ, यसकारण तयारी गर। यो एक मुठी सास चाहिँ अनन्तको लागि ठिकसँग तयारी गर्न प्रभुले हामीलाई दिनुभएको, उहाँलाई चिनेर उहाँको नाफा उहाँको फाइदाको लागि खर्च गर्न प्रभुले हामीलाई दिनुभएको है। र हामी तपाईँहरूको माझमा गीतहरूको आज हामी सङ्गालो पस्किनेछौँ। हामीले करिब 10-11वटा गीत तपाईँहरूको अगाडि गाउनेछौँ। त त्यो गाउनुभन्दा अगाडि अलिकति हाम्रो हृदयहरूलाई तयार गरौँ। मलाई थाहा छ यो हलभित्र गरम छ, तपाईँहरू कतिजनाले हम्केर बस्नुभएको छ, धन्यवाद छ तपाईँहरूको धैर्यताको लागि। र हामी स्टेजमा पनि अब एकछिनदेखि रुमालको खाँचो पर्छ जस्तो छ, तर केही छैन, परमेश्वर हाम्रो जीवनबाट उचालिनु सबैभन्दा ठुलो कुरा हो। र हामी पहिलो गीत तपाईँहरूको अगाडि दोस्रो गीत गाउन लागेका छौँ। तर यो गीत गाउनुभन्दा अगाडि केही कुराहरू तपाईँहरूको अगाडि राख्न चाहन्छु। म अगाडि बोल्छु, म है कन्सर्टको अगाडि चाहिँ म बोल्छु, पछाडि दर्शन दाईलाई चान्स दिएको छु, अगाडि चाहिँ मलाई चान्स है, पछाडि म बोल्ने छैन, नसुर्ताउनु होला। हाम्रो जीवन चाहिँ अपरझट तत्काल रहरहरूले जथाभावी हाँकिएको जीवन होइन, त्यो चाहिँ संसारको मानिसहरूको जीवन हो। एउटा कुरा हेर्छ रहर जाग्छ त्यता बथालिन्छ, एउटा कुरा देख्छ त्यो चाह्यो त्यता बथालिन्छ जीवन। तपाईँ नि मेरो जीवन चाहिँ जथाभावी दोहोऱ्याइएको जीवन होइन, तर हामी चाहिँ एउटा लक्ष्यलाई ताकेर दौडिराखेका छौँ। आमेन। यो चाहिँ प्रभावकारी जीवन हुन्छ। हामी चाहिँ एउटा मिसनमा छौँ है। हबकुक 2:14ले भन्छ जसरी पानीले समुद्र ढाकिन्छ त्यसरी नै परमेश्वरको महिमाको ज्ञानले सारा पृथ्वी ढाकिन्छ। ढाकिन्छै ढाकिन्छ। हामीलाई थाहा छ नि, हामीलाई अन्त अलरेडी थाहा छ, हामीलाई थाहा छ वाट्स गोइङ अन, के हुँदैछ, जवानहरूलाई पनि थाहा छ के हुनेछ अन्तमा। वी अलरेडी नो द स्टोरी। त्यस कारणले गर्दा हामी धेरै प्रभावकारी जीवन जिउन सक्छौँ है। अनि त्यहाँनिर लेखिएको छ परमेश्वरको महिमाको ज्ञानले संसार ढाकिन्छ। अनि हामी चाहन्छौँ, हामी जैतुन छायाको मिसन यो पनि हो कि हामी सङ्गीतको मार्फत यो पुस्तामा ख्रीष्टको महिमाको ज्ञानले नेपाललाई ढाक्न चाहन्छौँ। त्यो कुराले हामीलाई हाँकेको छ है। हामी यहाँ अगाडि उभिन्छौँ, तपाईँहरूको अगाडि देखिन्छौँ हामी, तर हाम्रो ठुलो प्रयास हामी ओझेल हुन चाहन्छौँ। अनि ख्रीष्टलाई कसरी हामीले, ख्रीष्टको सुन्दरतालाई, जुन सुन्दरताले हामीलाई यति प्यासनेट बनायो, जुन सुन्दरताले हाम्रो जीवनहरू हाँकेको छ, कसरी अरूलाई त्यो स्वाद दिने भन्ने जोसले हामीलाई हाँकेको छ। अनि तपाईँलाई थाहा छ दानियल 2:32देखि 35सम्म हेर्नु भयो भनेदेखिलाई त्यहीँनिर छ विश्वको कथा कसरी सिद्धिन्छ है। जहाँनिर चाहिँ नबुकदनेजर जो चाहिँ विश्वको सम्राट थियो, सबैभन्दा शक्तिशाली मान्छे, उसलाई परमेश्वरले सपनामा देखाउनुहुन्छ ठुलो मूर्ति है। म पढिदिन्छु तपाईँहरूको अगाडि। त्यस शालिगको टाउको निखुर सुनको, त्यसको छाती र हातहरू चाँदीका, त्यसका पेट र तिग्राहरू काँसाको, त्यसका गोडाहरू फलामका र त्यसका खुट्टाहरू केही फलाम र केही माटोका थिए। हजुरले हेरिरहनु हुँदा चट्टानबाट एउटा ढुङ्गा काटियो र मानिसको हातद्वारा होइन। यसले त्यस शालिगका फलाम र माटोले बनेका खुट्टालाई हान्यो र ती चकनाचुर पारिदियो। त्यसपछि त्यो फलाम, काँसो, चाँदी र सुन सबै एकैचोटि धुलो पिठो भए र ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाबाट भुसलाई उडाए झैँ बतासले त्यसलाई नाउँ निशानै नहुने गरी उडाएर लग्यो। तर त्यस शालिगलाई हान्ने त्यो ढुङ्गा चाहिँ बढ्दै गएर पहाड बन्यो ठुलो र पुरै पृथ्वीलाई ढाकिदियो। आमेन। अनि त्यो चट्टानको टुक्रा चाहिँ प्रभु येशू हुनुहुन्छ, उहाँको राज्य हो। अनि 4वटा यो सुन चाँदी यहाँनिर पित्तलका कुराहरू गरेका छन्। यो चाहिँ 4वटा साम्राज्य बताउँदो रहेछ। फर्स्ट बेबिलोनियन किङडम, पृथ्वीमा 4वटा सबैभन्दा महाशक्ति साम्राज्यहरूले राज गरेको पृथ्वीमा। पहिलो चाहिँ बेबिलोनियन एम्पायर जो चाहिँ नबुकदनेजर सुनको, ऊ चाहिँ मोनार्क थियो, मोस्ट सक्सेसफुल मोनार्क है। त्यसपछि उसको राज्यलाई उडाएर अर्को साम्राज्य आयो, मिडो पर्सियन एम्पायर भन्छ है, शक्तिशाली साम्राज्य। अनि त्यो मिडो पर्सियनलाई पनि उडाएर अर्को साम्राज्य आयो, हामी सबैलाई थाहा छ, म्यासिडोनियन एम्पायर, अलेक्जेन्डर द ग्रेटले हाँकेको है।
र त्यो राज्य त्यो साम्राज्यमा उडेर त्यसपछि रोमन एम्पायर आयो। यहाँ फलामको कुरा गरेको छ तल खुट्टा है। अनि रोमी साम्राज्य चाहिँ सबैभन्दा क्रूर, फलामको डन्डाले राज गर्ने, जसको समयमा प्रभु येशू पनि आउनुभयो, किनकि उनीहरूको क्रूरताको सिस्टममा नै प्रभु येशूले रगत बगाउनु पर्थ्यो, पर्फेक्ट सफरिङ। त्यसपछि प्रभु येशू बौरी उठ्नुभयो, क्रुसमा बौरी उठ्नुभयो, त्यसपछि रोमी साम्राज्य पनि ढलेर आज गएको हामी देख्छौँ। त्यसपछि तितर बितर मिसावट मान्छेहरू चारैतिरबाट, अनि हामीलाई थाहा छ प्रभु येशूको राज्य चाहिँ त्यो पोइन्टदेखि आज बढेर बुटवलसम्म आइपुगेको छ। आमेन है। अनि हामीलाई थाहा छ हामी कहाँ जाँदैछौँ भन्ने कुरा, त्यो विषयमा झस्काउनु आएका छौँ आज हामी तपाईँहरूलाई, विशेष गरी जवानहरूलाई। रिल हेरेर मातिने उमेर हो अहिले है, 12-1 बजाउने उमेर हो रिल हेरेर, तपाईँहरूलाई झस्काउन आएको है, कथा के हुँदैछ तपाईँले बुझ्नुहोस् भनेर है। त्यस कारणले गर्दाखेरि अनि इजिकियल 47 के छ, मन्दिरको दक्षिणबाट सानो पानी उम्रिन्छ, पहिला छिपछिप पानी, त्यसपछि घोडासम्म, त्यसपछि कम्मरसम्म, त्यसपछि मान्छे नै डुब्ने गरी मन्दिरको दक्षिणबाट बगेर फैलिएर संसारभरि गएर है त्यो जीवन नभएको नदीहरूलाई मिठो बनाइदिएर त्यो पानीले त्यो पानीको नदीको किनारमा रुखहरू फल्दिने। अनि यहीँ पनि देख्छौँ हामी प्रभु येशूको राज्य यसरी बढेर जान्छ। हालेलुया। त्यस कारणले गर्दा तपाईँ अनि मेरो जीवन चाहिँ अपरझट रहरहरूले हाँक्नु हुँदैन है, हाम्रो फोकसहरू बिगार्न हुँदैन। र यो गीतले भन्छ, यो गीतले त्यो मिसनको कुरा गर्छ है। आज तपाईँहरू यहाँनिर धेरैजना, अफकोर्स यो कार्यक्रम हाम्रो इमिडिएट अहिलेको अपरझट मिसन भनेको यो कार्यक्रमलाई सुन्दर बनाउनु, सफल बनाउनु हाम्रो उद्देश्य हो, त्यो पनि राम्रो छ। तर यो कार्यक्रम सकिन्छ, यो कार्यक्रम अपरझट मिसन हो, यसको मुनिको फाउन्डेसनल मिसन चाहिँ प्रभु येशू ख्रीष्टको चेलाहरू बनाउन हामी यो संसारमा पठाइएका छौँ। तपाईँहरू धेरैजना यहाँ स्टुडेन्ट्सहरू हुनुहुन्छ, तपाईँहरूको इमिडिएट मिसन भनेको तपाईँको इक्जाममा पास हुनु, तर तपाईँको जीवनको मिसन भनेको चाहिँ तपाईँले प्रभु येशूलाई आराधना गर्नुपर्छ, प्रभु येशूलाई पछ्याउनुपर्छ, अनि तपाईँले चेलाहरू बनाउनुपर्छ। यहाँ धेरैजना डक्टर्स, टिचर्स, ड्राइभर्स है, पसल चलाउनु हुने राजनीतिज्ञहरू पनि हुनुहुन्छ होला। तपाईँहरूको इमिडिएट मिसन एउटा छ आँखाको अगाडि, तर तपाईँहरू आफ्नो पेसामा रहेर तपाईँहरूको लाइफ जीवनको मिसन चाहिँ तपाईँहरूले प्रभु येशूको चेला बनाउनुपर्छ। आमेन। त्यसको लागि चाहिँ हामी बोलाइएका छौँ।